हामी शान्तिपूर्ण ढंगले गर्दैछौँ। हाम्रो माग पूरा हुनु पर्यो, देशमा सुशासन हुनु पर्यो, त्यति माग्न नपाउने मैले। हाम्रो माग सुनाइ हुनु पर्यो कि त केही बदलाव हुन्छ र ग्यारेन्टी हुनु पर्यो। चुनाव गरेर केही पनि बदलाव गर्न छैन। चुनावको लागि होइन यो सरकार, जुनै सरकारले पनि भ्रष्टाचारी हत्याराहरूलाई छिटोभन्दा छिटो पक्राउ गर्नुपर्छ। जुनै सरकारले पनि चुनाव गर्ने म्यान्डेट हुन्छ बाइ डिफल्ट उहाँको म्यान्डेट चुनाव मात्र हो। चुनाव त जुन सरकारले पनि गर्छ। सुशासनलाई धरपकड गर्ने सरकार कसको सरकार हो? चेन्जीको त पक्कै पनि होइन। के भन्नुहुन्छ हजुर? तपाईलाई पक्राउ गर्ने भने पक्राउ त कसले गर्छ हेरौँ। सुशासन माग्न नपाउनु हाम्रै आन्दोलन गरेको सरकारले हामीले पक्राउ गर्छ पाइदैन। दर्शकबिन यति बेला देखिराख्नु भएको छ मिराज ढुङ्गानालाई प्रहरीले यहाँबाट सरकार हामीले माग्न नपाउने हाम्रो कुरा सुनाइ खोइ हामीले साइको लागि मात्र हो कि त हाम्रो सुनाइ हुनु पर्यो कि त ग्यारेन्टी हुनु पर्यो। तपाईले चुनाव गराएर कुनै पनि बदलाव ल्याउन सक्नुहुन्न। सक्नुहुन्छ भने हाम्रो माग पूरा गर्नु। हामीले के गर्नु? पर्खिनुस् कुनै हतियार छैन। हामीले आवाज उठाउने कुरा यस्तो भइरहेछ। यही हाम्रो संविधान त्यसमा बसौँ भनेको यही संविधान बचाएको हो। यसैको लागि हामी लडिरहेका छौँ। त्यसैको लागि लडिरहेको यस्तो भइरहेछ। सुशीला कार्कीसँग भेट्न जान पाउनुपर्छ। हामी आज छोड्दैनौँ। हामी प्रधानमन्त्रीले हामी जान पाउनु पर्यो। हाम्रो माग सम्बोधन हुनु पर्यो। हामी माग राख्छौँ, फर्किन्छौँ। हामी शान्तिपूर्वक निस्किरहेको जाने। हामी युवाहरू हामी आतंककारी होइन। युवाहरूको माग र समात्ने हो भने पेश गरेका आतंककारीहरूलाई समात्छ सरकार। पेश गरेका आतंककारीहरू खोइ हामी अब कुटपिट गर्नु सरकार पुलिसले जानी ढुङ्गा हाल्न लगाइरहेछ यहाँ धोकालेर हामीलाई। जानी नमानी खोजिरहेछ। जानी पुलिस निर्देशन हो कि कसको निर्देशनमा तपाईँलाई माथि दमन गरेको? ती शहीदहरूको लागि न्यायको लागि हामी गर्न पनि तयार छौँ आज यहाँनिर। तर हामीलाई न्याय चाहियो। हामीलाई जाने दिन चाहिँ के भनेको भने किन यहाँ रोकेको? यहाँ पछि 400 अनि पछि 4000 हुन्छौँ। अहिले हामी 400 हामी 4 मात्र जान खोज्छौँ। 4000 जान खोजे भने के हुन्छ? हामी आज छोड्दैनौँ। हामी प्रधानमन्त्रीले हामी जान पाउनु पर्यो। हाम्रो माग सम्बोधन हुनु पर्यो। हामी खाली माग हामी माग राख्छौँ, फर्किन्छौँ। हामीले देशकै भलोको लागि नै राखेको हो। हामीलाई जान दिनुहोस् प्लिज। जान दिनुहोस्। कुरा मात्रै बातै गर्ने हो। हामी संवादै गर्ने। पुरै आन्दोलनबाट बनेको सरकार हो। यही सरकारसँग भेट्न वार्तामा बस्न कस्तो गाह्रो परिरहेको हो। हामीसँग डराएको हो। सुशीला कार्की बाटोमा खुला रूपमा गाली गर्दा त सुशीला कार्की डराउनु हुन्न त। के भयो हामीसँग किन डराउनु भइरहेछ? केपीओलले चुनौती दिइरहेछ त। खोइ केपीओललाई समातेको सुशीला कार्की। खोइ पत्रकार साथीहरू केपीओललाई समातेको खोइ सुशीलाले सिधै चुनौती दिन्छ परबाट। यो हाउमा बनेको सरकार कम्तीमा समात्न त्यो साना उसलाई समात्न सकेन। त्यो महेश बस्ने गुन्डालाई एउटा गुन्डा समात्न सक्दैन। हामीलाई यहाँ आएर रोक्छ। जेएनजीको सरकार हो भने जेएनजीको अब सुन्नुहोस्। यसरी तपाईँ हामीमाथि दमन गर्नु भइरहेको छ। त्यो असहनीय हामी रोकिन्छौँ प्लिज। हामी बिस्तारै नारा लाउँदै जान्छौँ। हामी नारा लाउँदै बिस्तारै हामी शान्तिपूर्ण भनेपछि शान्तिपूर्ण नै गर्छ। शान्तिपूर्ण गर्ने हामीले प्लिज जान दिनुहोस्। तपाईँहरूले हामी यति नै जान चाहन्छु। प्लिज पछाडि हुन्छ नि बोलीहरू है त हाम्रो शान्त बस्नु ल। यतिको बस्नु शान्तिपूर्वक हामी प्रधानमन्त्री भेट्छौँ। आफ्नो माग राख्छौँ। हामी निस्किन्छौँ। त्यति हामी शान्त बस्छौँ। हामी बोल्दैनौँ। ल हामीलाई छोडिदिनुहोस्। ल वातावरण बनाइदिनुहोस् त। ल यहाँ घाइते छु होइन। मलाई यहाँ दिसेर मार्ने कुरा होइन। बाटो छोडिदिनुहोस् होइन कि मलाई पेलेर मार्नु हो। साइड लाग्नु न। म निस्किन्छु। मसँग अरू निस्किन्छ। जुन चाहिँ बाटोमा
साथीहरूलाई मेरो अर्को अनुरोध छ। युवाहरू मारेर तपाईँहरूसँग